Hello everyone, welcome back to my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै छु, आरामै छु। अनि म चाहिँ यहाँ बाख्राको घाँस काट्न हिँडेको। जाडोले घाँटी छिनिन लाग्यो, के गर्ने। यस्तो जाडो छ नि आजको दिन। आज कति 19 गते। मरिने रहेछ नि त अन्त जाडोले त। यहाँ साग हेर्न सक्नुहुन्छ, हरियै आम लागेर इधर कसम भनेको आज त लास्टै सुत्ती साह्रै नै जाडो छ। यहाँ म घाँस काट्नु भनेर आएको, कहाँ काट्नु के काट्नु। जामा लाउने जाडो त्यस्तै छ। अरे के काट्नु रे, जाडो नै सुत्ती साह्रै भयो। हुनु नि मौसम यस्तो छ, यहाँ माथिबाट त बादल तल झरिरहेको छ। आज त मर गया भैया। यसो छ, आजको मौसमै एकदमै खराब छ। कहाँ जानु, म दौरा मात्रै लगेर जान्छु होला। अब दौरा मात्रै लगेर जान्छु। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। होइन हौदा मलाउने यस्तो त हुँदैन होला, यस्तो जाडो त अन्त। दिल ना लिया क्रिस का गाना सुनेगा भन्ने बेला हो नि त अन्त गाई। अनि यस्तो त हुँदैन नि हौ, ड्याम साह्रो हो। जाडो नै सुत्ती साह्रै। म त रिस उठिसक्यो। के हो यो नि लान्छु। घाँस काट्नु आएको मान्छे दौरा लाने बेला भयो नि त, के गर्नु त। ठुक्रे यस्तो त छ। अनि पानी नछुने हालत यस्तो छ। पानी छुयो भने त अन्त सकिँदो रहेछ नि त, के गर्नु त। छैन कसम। राम्रै रहेछ। अच्छो के गर्नु, जाडो भए नि काम गर्ने प्रो है। तर त के छैन। क्रिस का गाना सुनेगा। कच्चिया चाहिँ गोजीमा लगाएर हिँडिरहेको छु म चाहिँ। साथीहरू के गर्नु, लास्टै जाडो छ हौ। मरिँदैन यस्तो पाराले। यति आज मसिर पुस कसम रिस उठिसक्यो। कच्चिया पनि यतिखेर झर्छ टमाटर माटो कुनै। सो गाइस, म चाहिँ खासमा घाँस काट्नु आएको है। यति दौरा बोकेर लागेको, के गर्नु त।
जाडो यस्तो भएपछि यसो देख्नु सक्नुहुन्छ साग लेखतिर साग चाहिँ डेन्जर हुन्छ है साग त के भन्नु र तर जाडोले मर्नु आँटेको त त्यसले के बोकेर ल्यायो आइज आइज कुकुरले के बोकेर ल्याउँदैछ बोकेर लग्यो आइज डब्लु आइज 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 चाहिँ हाम्रो कुकुर हो हो टोक्ने कहाँ कहाँ अर्जुन हेलो एभ्रिवान के गर्नु त बाख्रा घाँस जाने मान्छे एक मुठी हाल्दी राखेर आए एक मुठी हालिदिएको नि बुढी जाडोमा कक्रेको यो चाहिँ हाम्रो चारो तताएको सुँगुरको लागि त्यति साह्रो जाडो भयो त्यही हो यस्तो छ यार आगो त्यही पनि हात ठेडाएर आजको जाडो त बहुत छ अनि हुनु नि जम्मै यस्तो जाडोको बेला हुस्सु लाग्छ कालै ढाडो खालेको हो मागिरहेछु थोरै माया ल भोलि बिहान यहाँ पुरै टुसारो हुन्छ सेतै यस्तो जाडोले दिमाग खराबै बनायो के गर्छौ त सो गाइस आजलाई यति नै हो